हेलो गाइज, वेलकम ब्याक माई युट्युब च्यानल। आज म बल खेल्न जाँदैछु, एक्लै छु गाइजहरू। म यहाँ आफ्नो रट्टीपुरको ग्राउन्डमा यो ओ माई गड, कोही आऊ यहाँ बल खेल्न आऊ, कोही पनि छैन गाइजहरू। म एक्लै जाँदैछु ग्राउन्डमा। आजदेखि बल खेल्न जान्छु, एक्लै आएछु आज। भोलि आज देखेर भोलि पनि आउँछन् केटाहरू। अनि यस्तै बढ्दै अब धेरैजना भइहाल्छन्। भोलि पर्सिबाट धेरै भइहाल्छन् खेल्ने फुटबल खेल्नुलाई। आज चाहिँ म एक्लै छु। पहिला चाहिँ हामी बल खेल्न आउँथ्यौँ, सानसाना हल्का थियौँ। त्यही बेला बल पनि कम हुने तर धेरै खेल्न आउने के फुटबल। तर आज गाइजहरू बल चाहिँ छ, धेरै छ बल होइन, तर मान्छे कोही छैन के खेल्नेवाला गाइजहरू। यस्तो भइसक्यो आज। सब आफ्नो जिम्मेवारीले कहाँ विदेश छन्, कहाँ इन्डिया भारत कहाँ हो सब बिछोडेका छन्। आजकल यो ग्राउन्डमा घोडावडी नगरपालिका 9को वाडा कार्यालयमा यो ग्राउन्डको कोही पनि आउँदैन गाइजहरू। म एक्लै छु। ल कल गरेको छु साथीहरूलाई, 1-2 जना आउँछन्, त्यसपछि 1-2 जना खेल्छौँ। अनि भोलि पर्सि धेरै आउँछन्, बोलाउँछौँ म्याच खेल्न यतै हाम्रो ग्राउन्डमा। सो गाइजहरू, अहिले मेरो निशाना अहिले तपाईँहरूलाई म देखाउँछु। म त्यहाँ टाढादेखि बल हान्छु, मोबाइल यहाँ राख्छु, मोबाइलमा हान्छु होइन। कति सिधा बल मेरो छ भनेर के भन्छन् निशाना यहाँ राखिदिन्छु। मेरो निशाना हेर्नु होला गाइजहरू। हल्का बच्छु अहिले हान्छु फेरि पावर। अब गाइज म आफ्नो हल्का स्किल देखाउँछु। स्किल त छैन, त्यही पनि स्किल होइन यो उठाउने यसरी।